कसरी डिल गर्ने होइन होइन यति हो ल। ल अरुण सर। धन्यवाद मङ्गल सर। ल साथीहरू, ठिक छ। अब हाम्रो अघि एकजना उमाकान्त साथीले इन्ट्रोडक्सन दिनुभयो होइन। अब हाम्रो चाहिँ अर्को एकजना साथी सहनाज खातुनजी। सहनाज खातुनजी कृपया भिडियो खोल्नु होला र माइक खोल्नु होला र आफ्नो छोटो र मिठो परिचय दिनुहोस् है। सहनाज खातुनजी। हेलो नमस्कार सर। हजुर नमस्कार। एउटा कुरा सर अझै मेरो भन्न चाहन्छु कि यहाँ जतिजना इन्टरभ्युअर छौ नि, के भन्छ इन्टरभ्यू दिने मान्छे सबैजना क्यामेरा अन गरेर बस, सबैजना क्यामेरा अन गरेर के क्यामेरा अफ गर्नै पर्दैन। अहिले इन्टरभ्यू दिने भनेको सबैको मुख हेरी हेरी हेर्ने हो, कसले के बोलिरहेछ। अनि अलिकता डर पैदा हुन्छ क्या आफ्नोमा, के हो यहाँ अरू मान्छेले नि मलाई हेरिरहेछ भनेर, बुझ्यो। त्यही भएर जतिजना इन्टरभ्यू दिन जान्छौ नि त्यो सबैजना आफ्नो क्यामेरा अन गरेर बसौँ र अरूको सुनौँ के भन्दैछ भनेर। नमस्कार, मेरो नाम सहनाज खातुन हो। नमस्कार, यहाँ उपस्थित हुनुभएका सर म्याम लगायत सम्पूर्णमा मेरो तर्फबाट नमस्कार। मेरो नाम चाहिँ सहनाज खातुन हो। मेरो बुवाको नाम चाहिँ जाकिर हुसेन धुनिया। मेरो आमाको नाम आसमा खातुन। मेरो घर सिराहा जिल्ला कल्याणपुर नगरपालिका 3 इटारी पर्साईमा पर्दछ। मैले चाहिँ पिसिएल इन नर्सिङ 2017 सालमा पास आउट गरेको छु र अहिलेमा 6 वर्षदेखि करारमा काम गरिरहेको छु र हाल चाहिँ रौथर जिल्लाको राजपुर नगरपालिका बैरिया बर्थिङ सेन्टरमा काम गर्दै आइरहेको छु। हाल खुलाएको 2082-83 को विज्ञापनमा पहिलो पत्र दोस्रो पत्र पास गरी अहिले म हजुरसँग अन्तर्वार्ताको लागि उपस्थित भएको छु। हस्त धन्यवाद। जी तपाईँको केमा नाम निस्केको छ? सर मेरो अहिले निस्के छैन, गण्डकीमा निस्केको थियो, फाल्यो अनि त्यही भएर यो जोइन्ट भएको थियो नि, त्यही भएर मैले जोइन्ट गरेको सर। ए ठिक छ। अहिले त्यो कोसीमा निस्केको छैन होइन? सर अहिले रिजल्ट आएको छैन हाम्रो। ए, ल त्यसो भए साथीहरू एकचोटि अब मैले सबैजना साथीहरूसँग सहनाज खातुनजी ठिक छ, केही छैन, जोइन हुनुभयो, धन्यवाद तपाईँलाई। धीरेन्द्रजी, धीरेन्द्रजी, धीरेन्द्रजी। हजुर सर, नमस्ते सर। नमस्ते। के छ धीरेन्द्रजी, तपाईँको कोसीमा नाम निस्केको छ? हजुर सर, कुन कुन कोटा हो? आदिवासी जनजाति र ठारुकोटा। आदिवासी जनजाति र थारूकोटा होइन? ल हजुर ठिक छ, यति मैले अहिले सोधेँ तपाईँसँग, धीरेन्द्र होइन? ल हजुर। हस्, धन्यवाद। ल अर्को हाम्रो साथी मेहताब अन्सारीजी। मेहताब अन्सारीजी, हेलो हेलो मेहताब हजुर। अन्सारीजी, आवाज सुनिराख्नु भएछ नमस्ते मेरो? राजु सर, हजुर सर नमस्ते। नमस्ते। के छ मेहताबजी, कुन कुनमा हो तपाईँको नाम निस्केको? मेरो खुला मधेसी मुस्लिम। ला मधेसी मुस्लिम। ल अहिलेलाई यति म सोधेँ है मेहताबजी, हस् धन्यवाद। ल अर्को हाम्रो अब पुष्पा राईजी हुनुहुन्छ। पुष्पा राईजी। हेलो नमस्ते सर। हजुर नमस्ते। पुष्पा राईजी, तपाईँको के हजुर, कसो छ? केमा नाम निस्केको छ यता कोसीमा? कुन? मेरो आदिवासी जनजाति र महिलामा सर। ओके, हस् धन्यवाद। ल पुष्पा राईजी, एकछिनमा हामी भेटौँला। ल अर्को हाम्रो अब रवि शाहजी। रवि शाहजी, रवि शाहजी। हेलो सर, नमस्कार। हजुर नमस्कार। के छ रवि, आरामै हुनुहुन्छ? म रामेश्वर यादव छु सर। ए अनि रवि लेख्नुभएछ। मेरो मोबाइलमा नेट नभएर साथीको मोबाइलबाट जोइन भएको। ल रामेश्वर यादव, ठिक छ। तपाईँको यो केमा साथ नाम निस्केको नभएर छ? साथीको मोबाइलबाट ठिक जोइन छ भएको। ठिक छ, केही छैन, हामीले बुझिसक्यौँ होइन। खुला मधेसी। खोला मधेसी।
ल हस् धन्यवाद रमेश्वरजी है। नाम आफ्नो एडिट गरिहाल्नु होला है। हस्। ल राम दोल्यालजी कि दुलालजी हुनुहुन्छ? हेलो राम दोल्यालजी, कृपया आवाज मेरो सुनिराख्नु भएछ रामजी? हेलो हजुर सर नमस्कार। नमस्कार, के छ आरामै हुनुहुन्छ हजुर? हजुर ठिकै छु। ल ठिक छ, केमा तपाईँको नाम निस्केछ? मेरो खुल्ला र अपाङ्गमा। फुलाल र पाङ्बा। हस् धन्यवाद, अहिलेको लागि मैले यति नै सोधेँ है। हस् धन्यवाद सर। ल अब अर्को हाम्रो रामनारायण शाहजी हुनुहुन्छ है। रामनारायण शाहजी, रामनारायण शाहजी, रामनारायण शाहजी, कृपया अनम्युट गर्नु होला। रामनारायण शाहजी आवाज सुनिराख्नु भएछ मेरो? हेलो रामनारायण शाहजी, हजुर हेलो। रामनारायणजी आवाज सुनिराख्नु भएछ? हजुर हजुर ल सुनिरहेको छु। ल ठिक छ। हजुरको केमा नाम निस्केको छ? खुला र मधेसी। फुला र मधेसी, हस् धन्यवाद है। ल अर्को हाम्रो रोशनी जोशीजी। नमस्ते सर। नमस्ते रोशनीजी। रोशनीजी तपाईँको महिलामा है। हजुर। ल ओके। अर्को हाम्रो हुनुहुन्छ एकजना साथी उमाकान्त, उमाकान्त जी, उमाकान्त जी। हजुर सर। ल तपाईँको केमा छ? खुला मधेसी हो सर। फुला मधेसी, फुला मधेसी। ल ठिक छ। ल अब हामी अघि उमाकान्तजीले आफ्नो इन्ट्रो दिनुभयो, छोटो र मिठो परिचय दिनुभयो होइन? त्यसपछि हाम्रो अर्को एकजना साथी आउनुभएको थियो के, सहनाज खातुनजी होइन? जानुभयो उहाँ? ल ठिक छ। हाम्रो एउटा के बानी छ भने कुनै ग्रुपको कतै लिङ्क जान्छ भने अब के को लिङ्क छ जान्नु न बुझ्नु छ सिधै जोइन हुन्छौँ हामी। तर कृपया हेडिङ पढेर होइन जोइन हुँदा राम्रो हुन्छ साथीहरू। अब यो हाम्रो कोसीको अन्तर्वार्ता ग्रुपमा हामी एड गरेका थियौँ लिङ्क थ्रु होइन साथीहरूलाई। अब यता गण्डकीमा साथीले दिएको अनि उहाँ जोइन भएर आउनु भएछ होइन? केही छैन, ठिकै छ, आउनुभयो, राम्रो लाग्यो, खुसी लाग्यो। तर के कसो सन्दर्भमा छ त्यो बुझेर आउँदा अलि राम्रो हुन्छ होइन? त्यो मैले भन्न खोजेँ है। ल अब हाम्रो चाहिँ रोशनी जोशीजी, रोशनी जोशीजी पहिला हामी होइन यो जतिजना साथीहरू हुनुहुन्छ नि, रामनारायण शाहजी, वीरेन्द्रजी, मेहताब अन्सारीजी, पुष्पा राईजी, राम दौलालजी, रोशनी जोशीजी, उमाकान्तजी, कृपया होइन मेरो एउटा सानो रिक्वेस्ट, भिडियो खोल्नु होला है। माइक तपाईँहरू आफ्नो टर्न आयो त्यो बेला खोल्नु। अहिलेको लागि सबजना साथीहरू भिडियो खोल्नु होला। फेस टु फेस इन्टरेक्सन हुनु पर्यो है। क्लियर? के छ साथीहरू, आवाज सुनिराख्नु भएछ? राम दौल्यालजी कि सुन्नु भएन? हेलो सुनिएको छ सर। सबैजना साथीहरू भिडियो खोलौँ है, भिडियो खोलौँ। ल ठिक छ है। अब ल रोशनी जोशीजी आफ्नो परिचय दिनुहोस् है। हुन्छ सर। यहाँ उपस्थित सम्पूर्ण सर म्यामहरूलाई मेरो नमस्कार। मेरो नाम रोशनी जोशी। मेरो घर दार्चुला जिल्ला शैलेशिखर नगरपालिका वार्ड नम्बर 8 तलचौरा टोलमा पर्छ। मेरो बुवाको नाम हरिदत्त जोशी, मेरो आमाको नाम इन्दिरा जोशी। मैले 2082 सालमा खप्तर मेडिकल स्टडिज एन्ड हेल्थ साइन्सबाट सामान्य चिकित्सा उत्तीर्ण गरेँ र कोशी प्रदेश लोक सेवा आयोगले आर्थिक वर्ष 2082-83मा खुलाएको अहेब पदको लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्ताका लागि तपाईँहरू समक्ष उपस्थित भएकी छु। ठिक छ, अब एकछिन रोशनी जोशीजी हामी होल्डमा बसौँ है। ल अर्को अब हाम्रो राम दौल्यालजी, राम दौल्यालजी,
राम दौल्यालजी हेलो। यो हजुर मलाई हजुर पिटिकै मन परेन है साथीहरू। मैले एकचोटि बोल्दा तपाईँहरू एक्टिभ हुनु पर्यो के। हामी हजुर सर क्लासमा आएछौँ भने एक्टिभ, कृपया एक्टिभ हो है। राम दौल्यालजी हजुर हजुर सर ल, हजुर पनि आफ्नो परिचय दिनुहोस् है। यहाँ उपस्थित सम्पूर्ण सर म्यामलाई मेरो नमस्कार। मेरो नाम राम दौल्याल। मेरो स्थायी ठेगाना बझाङ जिल्ला दुर्गाथली गाउँपालिका वार्ड नम्बर 7। म अहिले काठमाडौँ बसेर लोकसेवाको तयारी गरिरहेको छु। मैले मेरो शैक्षिक योग्यता ललितपुरमा रहेको ललित पोलिटेक्निकल इन्स्टिच्युटबाट 2075-76मा सिएमए कोर्स उत्तीर्ण गरेको छु। 2082-83 कोशी प्रदेश लोकसेवा आयोगले गरेको विज्ञापनको 2082-83को दुवै चरणको प्रथम चरण र प्रथम पत्र र द्वितीय पत्र पास गरी इन्टरभ्यूका लागि यहाँहरू समक्ष म उपस्थित भएको छु। धन्यवाद। हस्, धन्यवाद तपाईँले। ल, अब अर्को हाम्रो एकजना साथी मेहताब अन्सारीजी। मेहताब अन्सारीजी सर नमस्ते। हजुर नमस्ते। ल मेहताबजी, तपाईँ आफ्नो भिडियो खोल्नु भएछ है। ल मेहताबजी, भिडियो खोले हजुर आफ्नो हजुर भिडियो परिचय खोलेको दिनुहोस् है। अँध्यारो छ यता, त्यही भएर के बत्ती सम्पूर्ण छैन सरलाई नमस्कार। तपाईँकोतिर मेहताबजी? हजुर हजुर सम्पूर्ण सरलाई नमस्कार। मेरो नाम मेहताब अन्सारी हो। मेरो बुवाको नाम सगिर अन्सारी। मेरो आमाको नाम रुबाइदा खातुन हो। मेरो ठेगाना मध्य प्रदेश स्थित पर्सा जिल्ला जगन्नाथपुर गाउँपालिका वार्ड नम्बर 3मा रहेको छ। मैले 2074 सालमा एसई परीक्षा उत्तीर्ण गरेको थिएँ। 2079 सालमा मोडल कलेजबाट सामान्य चिकित्सकको कोर्स उत्तीर्ण गरेका थिएँ। साथै मैले 2 वर्ष वीरगञ्ज स्थित नेपाल मेडिसिटी भयद हस्पिटलमा काम गरेको। ल, धन्यवाद मेहताबजी है। अर्को हाम्रो साथी रामनारायण शाहजी। रामनारायण रामनारायण शाहजी हेलो। रामनारायण शाहजी के छ साथीहरू? तपाईँहरू यता पार्टिसिपेन्ट मात्र देखाउनको लागि जोइन हुनुभएछ कि केही सिक्नको उद्देश्यले जोइन हुनुभएछ? के छ मैले बुझ्न सकिएन कि अहिलेसम्म। रामनारायण शाहजी हजुर के छ? रामनारायणजी सन्चै हुनुहुन्छ? हजुर एकदम सन्चै छु। ल, तपाईँ आफ्नो परिचय दिनुहोस् है। मेरो नाम रामनारायण शाह तेली हो। मेरो बुवाको नाम बैजनाथ शाह तेली र आमाको नाम कोदरी देवी हो। मेरो घर मध्य प्रदेश स्थित पर्सा जिल्लाको पर्सागढी नगरपालिका वार्ड नम्बर 7मा हो। मैले विक्रम सम्वत 2079 सालमा सिटिभिटीबाट मान्यता प्राप्त शिक्षा संस्था हिमालय इन्स्टिट्युटबाट पिसिएल इन जनरल मेडिसिन उत्तीर्ण भई आर्थिक वर्ष 2082-83मा कोशी प्रदेश लोकसेवा आयोगले खुलाएको सहायक चौथो आयोग पदमा लिएको लिखित परीक्षा उत्तीर्ण गरी हाल कोशी प्रदेश लोकसेवा आयोग विराटनगर अन्तर्वार्ताको लागि हजुर समक्ष उपस्थित भएको छु। ल ठिक छ, हस्, धन्यवाद तपाईँले अहिलेको लागि। हामी छुटौँ है। ल, अर्को हाम्रो पुष्पा राईजी हुनुहुन्छ है। पुष्पा राईजी पुष्पा राईजी हेलो। पुष्पाजी हेलो हेलो। हेलो हजुर ए नमस्ते, मेरो नाम पुष्पा राई हो। मेरो घर चाहिँ यही कोशी प्रदेशको मानेभन्ज्याङ गाउँपालिका 4 पङ्खुमा रहेको छ। मेरो बुबाको नाम मृगधन राई र आमाको नाम चाहिँ सभालक्ष्मी राई हो। मैले विक्रम सम्वत 2075 सालमा चाहिँ ओम समाज शैक्षिक प्रतिष्ठानबाट हेल्थ असिस्टेन्ट कोर्स कम्प्लिट गरेको हो। अनि हाल चाहिँ म मानेभन्ज्याङ गाउँपालिका 4 पङ्खुमा कार्यरत रहेको छु। ठिक छ, हस्, धन्यवाद है पुष्पा राईजी, धन्यवाद तपाईँले। एकछिन हामी छुटौँ है। ल, वीरेन्द्रजी वीरेन्द्रजी हजुर सर। ल, तपाईँ त बाँकी हुनुहुन्छ होला होइन? हजुर। ल ठिक छ वीरेन्द्रजी, आफ्नो परिचय दिनुहोस् है। यहाँ उपस्थित सम्पूर्ण सर र म्यामलाई नमस्ते। मेरो नाम धीरेन्द्र थारू हो। मेरो घर लुम्बिनी प्रदेश अन्तर्गत बाँके जिल्ला कोहलपुर नगरपालिका वार्ड नम्बर 7 लखनमार गाउँमा हो। मैले 2080-81 सालमा
सिटीभिटीबाट मान्यता प्राप्त कैपाल हस्पिटल एन्ड कलेजबाट पिसिएल इन जेनरल मेडिसिन उत्तीर्ण गरी कोशी प्रदेशले लिएको 2082-83 सहायक चौथो तह अहेवा पटको प्रथम र द्वितीय परीक्षामा पास गरी कोशी प्रदेश लोकसेवा आयोगको कार्यालय विराटनगरमा हजुरहरू समस्त अन्तर्वार्ताको लागि उपस्थित भएको छु। धन्यवाद वीरेन्द्रजी। ल एटलिस्ट हाम्रो सबैजना साथीहरूको भइसक्यो होला है कि के कसो छ? कोही साथी छुट्नु भएको छ इन्ट्रोडक्सन दिनुहुनेमा? एकचोटि भनौँ है। सबैजना साथीहरू आफ्नो परिचय दिनु अघि दिइसक्नुभयो होइन? ल अब यसो छ यी साथीहरू, मैले थोरै अब तपाईँहरू अब केले मुखले नमस्कार मात्र गर्दै हुनुहुन्छ, हातको केही एक्सन छैन, के छ कुरो यता? कि लाज लाग्छ हात जोड्नमा? अब हाम्रो एकजना मेहताब साथीको उहाँको त अन्ध्यारोमा हुनुहुन्छ, केही देखिएन। ठिक छ। हाम्रो पुष्प राईजीको पनि त्यस्तै छ, हात जोड्नु भएन। रामनारायण शाहजी हात जोड्नु भएन। राम दौल्याल हाम्रो साथी त्यस्तै गर्नुभयो। उमाकान्तजी हात जोड्नुभयो। अर्को हाम्रो रोशनी जोशीजी आफ्नो विचार गर्नु होला है। जब हामी नमस्कार भन्दैछौँ भने हात जोड्दा के हुन्छ र? कुनै साथी अब यस्तो लचक लचक गर्दै हुनुहुन्छ, जिउै हलाउँदै हुनुहुन्छ, त्यो अलि त्यता पनि कन्ट्रोल गर्नुपर्ने हुन्छ है। क्लियर? एकदम हामीले अहिले क्लास गर्दा पनि केमा बस्ने? कुर्सीमा बस्ने। अहिले हामी अन्तर्वार्ता क्लास गर्दा पनि केमा बस्ने? कुर्सीमा बस्ने। मजाले कम्फोर्ट हुन्छ त्यता है। नत्र कोही साथी यता सोफामा लड्नु भएछ, कोही साथी यता बेडमा हुनुहुन्छ, कोही साथी यता जिउ हलाइराख्नु भइरहेको छ, त्यो अलि पारा भएन है। मेरो लागि होइन, तपाईँहरूकै लागि हो। क्लियर? दुःख नमान्नु होला। बुझ्नुभयो साथीहरू सबैजना? किनकि अलिकति हामी सिरियस हुनुपर्छ के। अब यति न त्यो सिरियस भन्नाले अब त्यता सिरियस नहुने के। यो हाम्रो अब लिएर इन्टरभ्यूलाई लिएर अलि होइन सिरियस भनेको मतलब हामी अलि रेस्पोन्सिबल हुनु पर्यो, त्यो भन्न खोजेको मैले है। क्लियर? अब कोही कोही साथीको लागिरहेको थियो एकदम साफ 5G मा रटेको स्पिड, त्यो भएन। ठिकै छ, आज सुरुको क्लास हो होइन? सुरुको क्लासमा अलि हुन्छ त्यस्तै। तपाईँहरू अब 10-11 दिन हामी सँगै हुनुहुन्छ, सहजीकरण हामी गर्नेछु मजाले। अहिलेको आज तपाईँहरूले जुन इन्ट्रोडक्सन बोल्नुभयो, परिचय दिनुभयो आफ्नो, र अन्तिमसम्म हुनुहुन्छ, पढ्नुहुन्छ होइन? आफै मूल्याङ्कन तपाईँहरू आफै गर्न सक्नुहुनेछ होइन? अर्को अब कुरा त्यही, अब हाम्रो यो अहिलेको अवधिले हामी के कसो अवधि बुझ्ने भने हाम्रो अन्तिम क्षण हो के। अन्तिम क्षण मानेर मजाले पढ्नुपर्छ क्या साथीहरू। किनकि अब यति विचार गर्नु तपाईँहरू, अब तपाईँले लोकसेवाको फर्म भर्नुभयो होइन? त्यसपछि एक्जाम दिनुभयो, फर्स्ट पेपर सेकेन्ड पेपर छुट्टा छुट्टै एक्जाम दिनुभयो, त्यसपछि नाम आयो होइन? अन्तर्वार्ता यो लास्ट स्टेजमा हामी छौँ, लास्ट स्टेजमा छौँ। अब तपाईँहरू आफै माइन्डमा होइन एकचोटि कुरा घुमाउनु होला, कुरा ल्याउनु होला। तपाईँहरू सुरुदेखि फेरि आउन चाहनुहुन्छ कि अहिलेलाई नै अन्तिम क्षण मानेर तपाईँहरू पढाइलाई आफ्नो कन्टिन्युटी दिएर एकदम मजाले होइन राम्रोसँगले होइन बेसरी पढेर तपाईँ राष्ट्र सेवक कर्मचारी बन्नुहुन्छ? त्यो तपाईँहरूमा भर पर्छ। जस्तै हाम्रो एउटा भोजपुरीमा भन्छ कि बच्चा चाहिँ दिशा गर्ने बेलामा चिनिन्छ होइन? त्यस्तै मैले भन्न खोजेँ है। किनकि अहिले नै तपाईँहरूले अब अहिले तपाईँको के कस्तो माइन्डमा होइन मेरो यो कोटामा आएछ नामै निस्किँदैन, नपढ्दा के यो कोटा एउटै कोटा छ नामै निस्किँदैन। मैले हेरेको खुलामा पनि छाटिएको मान्छेहरू छ र मात्र एउटा कोटामा भएर पनि मजाले अहिले हाम्रै साथी छ, मेरै साथी छ, इन्चार्ज भएर काम गर्दैछ मैलै कोटामा भएर होइन? त्यही भएर कुन कोटामा आएछ त्यो ध्यान नदिनु के। हामीले बी पोजिटिभ, हामीलाई जसरी नि क्रेक गर्नु छ के। जब हामी चाहिहाल्छौँ नि कि यो कुरा हामीलाई गर्नु छ, त्यो हामी गर्छौँ के। माइन्ड मेकअप गरेपछि हुन्छ।
तपाईँ केही कुरा चाहिहाल्नु, त्यो अवश्य तपाईँ चाहिहालेपछि, भित्री दिलले मनले चाहिहालेपछि त्यो पुरा हुन्छ नै हुन्छ है साथीहरू। त्यही भएर हामीले भित्री इच्छा जगाउनु पर्यो। अहिले हाम्रो अन्तिम क्षण मानेर हामीले दोहोरो गरी पढ्नु पर्यो। हामी सबै त पढेका छौँ, जस्ट रिभाइज गर्नु पर्यो। हामी कसरी बोल्न सक्छौँ त्यो बोल्ने शैलीको विकास गर्नु पर्यो। क्लियर? त्यही भएर मजाले पढ्नुपर्ने हुन्छ। अहिले अलि घुमघामतिर ध्यान नदिनु होला, मजाले अलि पढ्नु होला, किनकि अहिलेको लास्ट स्टेज सम्झेर पढिदिनु होला होइन। तपाईँहरू पनि, तपाईँहरूको यो जागिरमा छिर्नुभन्दा पछाडि तपाईँहरूको आमा बुवा कैयौँको सपना होला होइन, हो कि होइन? मेरो छोराछोरीलाई राम्रो हेर्न म चाहु भनेर, हो कि होइन? कि कसो साथीहरू? छ नि, सबैको सपना छ नि। हो सर, सपना साकार गर्न के गर्नु पर्यो? हामीले के गर्नुपर्छ? पढ्नु पर्यो। पढ्नु पर्यो, पढ्नु पर्यो, मेहनत गर्नु पर्यो दरो तरिकाले होइन। अहिले नै यो हामी लास्ट स्टेप होइन, लास्ट स्टेज मानेर अहिले पढ्नु पर्यो। अहिले नगरे कहिले अहिले नगरी कहिल्यै हुँदैन, त्यो सोचेर हामीले पढ्नु पर्यो, हो कि होइन? अच्छा, ठिक छ, केही छैन। प्रयास गर्नुभयो सबैजना साथीहरूले इन्ट्रोडक्सन दिने होइन, राम्रो गर्नुभयो, एटलिस्ट प्रयास त गर्नुभयो होइन। त्यसमा सुधार हुने कुराहरू मैले अघि भने नै होइन। हामीले के गर्नुपर्छ अब, यो पनि जरुरी छैन कि हामीले एउटै इन्ट्रोडक्सन एउटै परिचय रटेर होइन सबै साथीहरू भनौँ, त्यो पनि जरुरी छैन। आफ्नो तरिकाले हामी दिन सक्छौँ, तर यति हामीले के बुझ्नुपर्छ भने अलि राम्रो तरिकाले, अलि ढङ्गले होइन, अलि राम्रो तरिकाले हामी प्रस्तुत हुनुपर्ने हुन्छ। त्यो कुरा हामी दिमागमा राख्नुपर्ने हुन्छ। अब यसो फेरि नसोच्नु होला तपाईँहरू, यसो फेरि गर्न स्टार्ट नगरिदिनु, सुरु नगरिदिनु। अब म यसो अलि दिएँ, अर्को साथी यसो दिए, अब नयाँ नयाँ गर्ने तरिकामा बिगार्न दिनु के इन्ट्रोडक्सन, त्यसो पनि हुन्छ। तपाईँहरूले अब जे तपाईँहरूले बोल्न सजिलो लाग्छ होइन। अब नामको कुरा भइहाल्यो, हामीले नाम त भन्छौँ होइन। पहिला सुरुमा हामीले के भन्छौँ त, सम्पूर्ण सरहरू या म्याडम छ भने सर म्याडमहरूमा मेरो नमस्कार होइन, यो हामी भन्छौँ नै। अब त्यसपछि आफ्नो नाम भन्न सक्नुहुन्छ तपाईँहरू। त्यसपछि तपाईँहरूको स्थायी ठेगानातिर जाने हामी। आमा बुबाको नाम भन्न पनि सक्नुहुन्छ, मन नलाग्दा नभन्दा पनि हुन्छ है, कम्पल्सरी छैन कि भन्नै पर्छ। बुझ्नुभयो? त्यसपछि हामीले स्थायी ठेगाना, हाम्रो प्रदेश कुन प्रदेश हो, जिल्ला कुन जिल्ला हो होइन, पालिका कुन हो, स्थायी ठेगाना हामीले बताउने। क्लियर? त्यसपछि हामीले अब तपाईँ के पढ्नुभएछ, एचए पढ्नुभएछ, अयबा पढ्नुभएछ, त्यो एकचोटि खुल्याउँदा राम्रो हुन्छ है। त्यसपछि अब हामीले अर्को, अब यो आर्थिक वर्ष 82-83 को भ्याकेन्सी हो, भन्दा पनि भयो, नभन्दा पनि हुन्छ होइन। तर हामीले के भन्नुपर्ने हुन्छ भने आर्थिक वर्ष 82-83 प्रदेश लोकसेवा आयोग उसी प्रदेश विराटनगरले खुलाएको चौथो त अहेबको लिखित परीक्षामा उत्तीर्ण भई हाल हजुरहरू समक्ष अन्तर्वार्ताको लागि उपस्थित भएको छु। अब एकजना म साथीसँग सोध्छु, हाम्रो धीरेन्द्रजीसँग मैले सोधेँ, तपाईँ अहिले कहाँ हुनुहुन्छ? हजुर सर, धीरेन्द्रजी, तपाईँ अहिले कहाँ हुनुहुन्छ? अहिले म लुम्बिनी प्रदेशको कोलपुरमै छु। ल ठिक छ। अब हाम्रो पुष्पा राईजी, तपाईँ अहिले कहाँ हुनुहुन्छ? म अहिले कोशी प्रदेशको ओखलढुङ्गा जिल्लाको मानेभन्ज्याङ ल गाउँपालिका 4 मा ठिक छु छ, ठिक सर। छ। नवीन बुढाजी, तपाईँ अहिले कहाँ हुनुहुन्छ? म वीरेन्द्रनगर सुर्खेतमा छु सर, ल ठिक कर्णाली छ। प्रदेश। उमाकान्तजी, तपाईँ अहिले कहाँ हुनुहुन्छ? म जनकपुर, उमाकान्तजी, जनकपुर सर। ल। राम दौल्यालजी, तपाईँ अहिले कहाँ हुनुहुन्छ? हेलो हेलो, हजुर सर, तपाईँ अहिले कहाँ हुनुहुन्छ? म सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला। ल। मेहताब अन्सारीजी, तपाईँ अहिले कहाँ हुनुहुन्छ? म अहिले पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वार्ड नम्बर 2 मा छु। ल। शहनाज खातुनजी, तपाईँ अहिले कहाँ हुनुहुन्छ? शहनाज खातुनजी, शहनाज खातुनजी, उहाँ त अस्ति गण्डकीमा त्यता इन्टरभ्यू पनि दिनुभएको थियो। सायद उहाँसँग यो प्रश्नको उत्तर नबिग्रोस् भन्ने म आशा अपेक्षा दुवै राखेको छु है। शहनाज खातुनजी, शहनाज खातुनजी,
सेहनाज खातुनजी मेरो आवाज सुनिराख्नु भएछ? हेलो। ल ठिक छ, केही छैन है साथीहरू। ल, जतिजना साथीहरूले भन्नुभयो नि म यता छु म त्यता छु, त्यो एकदम सबै गलत हो क्या। हामी अहिले कहाँ छौँ? हामी अहिले कहाँ छौँ? इन्टरभ्यू दिने बेलामा तपाईँलाई इन्टरभ्युअरले सोध्यो, अहिले तपाईँ कहाँ हुनुहुन्छ, तपाईँ के भन्नुहुन्छ? अब माइन्डमा ल्याउनु त कुरा। के भन्नुहुन्छ साथीहरू? हेलो। हेलो नमस्कार सर। हजुर। सर म माइक अफ थियो त्यही भएर अलि डिस्टर्ब भएको थियो। सर म सहनाज अहिले म कोशी प्रदेशको विराटनगर लोकसेवा अफिसमा छु सर। लोकसेवाको कार्यालयमा छु होइन? कार्यालय अफिस। हजुर सर। म कोशी प्रदेश अन्तर्गत विराटनगर, कोशी प्रदेश लोकसेवा अन्तर्गत विराटनगरको लोकसेवा कार्यालयमा छु। यो कुरा भन्नु होला है साथीहरू। म यता छु त्यता छु, कोहलपुरमा छु, नलपरासीमा छु, यता म ताप्लेजुङमा छु, यता म सप्तरी सिराहामा छु, यता म महेन्द्रनगर छु, यता म सुनवल छु, त्यो भन्न पाइएन। यता म पर्सा जिल्लामा छु, त्यो भन्न पाइएन है। क्लियर? किनकि हामी कता छौँ अहिले? फेरि अहिले तर अचम्मको कुरा, कोही साथी भन्नु भएन कि अहिले हामी अनलाइन इन्टरभ्यू कक्षामा छु, होइन? हो कि होइन? हजुर आफ्नो सर। एड्रेस बताउनु भयो है। त्यही भएर हामी कहाँ छौँ सोध्यो भने होइन, हामी कहाँ, तपाईँ कहाँ हुनुहुन्छ सोद्धाखेरि त्यो के बताउनु होला भने कोशी प्रदेश लोकसेवा आयोगको कार्यालयमा छु होइन, विराटनगर कार्यालयमा छु होइन, त्यो भन्नु होला है। क्लियर? र सर म एउटा कुरा भनेर म आजको लागि बिदा हुन्छु। हजुर के हजुर। भन्छ, ल तिमीहरू सुन्दैछु यतै कतै काम गरेको हुन्छौ नि, कुनै यतै के भन्छ करारमा काम गरेको या कतै हस्पिटलहरूमा काम गरेछौ भने त्यहाँ भन्नु कि म यति दिन यहाँ काम गरेछु। किनभने त्यहाँबाट क्वेसन क्रिएट गर्छ के, भन्छ कि तपाईँ त्यहाँ काम गर्दाखेरि कस्तो कस्तो खालको बिरामी आएको थियो। अनि त्यहाँ के हो, हामीले कति चाहिँ इन्टरभ्युअरको नि माइन्ड आफूतिर तानेर टाइम पास गर्न खोज्यौँ कि कति हामीले जानेको। अब त काम गरेको हुन्छौ, जस्तै कि काम गर्यो होइन सर यस्तो यस्तो बिरामी आयो, अब त्यहीँबाट क्वेसन फेरि सोध्छ कि यस्तो यस्तो बिरामी आयो होइन, तिमीले त्यस्तो बिरामीलाई के दियो, कस्तो ट्रिटमेन्ट गर्यो। अब हेर, तिमीलाई अर्को क्वेसनहरू त धेरै सोध्थ्यो, तर के हुन्छ भने त्यही अब तिमीले धेरै टाइम खाइदिन्छौ कि त्यसको इन्टरभ्युअरको। सर हामीले यस्तो यस्तो बिरामी हेऱ्यो, अनि त्यसो भन्छ ल तिमीले त्यो बिरामीलाई के ट्रिटमेन्ट गर्यो। ल अब त्यहीँबाट एउटा क्वेसन क्रिएट हुन्छ र तिमी जुन आएको हुन्छ नि, जुन तिमीलाई आइरहेको हुन्छ र तिमी त्यहीँ भन्नु कि सर म यस्तो बिरामीलाई इमर्जेन्सीमा काम गरेको थियो, सर एपेन्डिसाइटिसको बिरामी आएको थियो, यस्तो यस्तो भएको थियो। अब त्यो इन्टरभ्यूले भन्छ ल एपेन्डिसाइटिस आएको थियो, तपाईँले के गर्नुभयो त्यहाँ होइन। त्यहाँ त अब तिमीले टाइम खाने भएको भएन। अब तिमीलाई एपेन्डिसाइटिसको बारेमा राम्रोसँग आइरहेछ भने सबै कुरा भनिदिँदा भइहाल्छ। यो कुरा भन्नु यदि काम गरेको छ भने, र जुन केस हेरेको हुन्छौ, जुन केस आइरहेको हुन्छ नि राम्रोसँग त्यसैको बारेमा फेरि भन्नु। यस्तो नहोस् कि सर के भन्छ डाइरियाको बारेमा आउँदैन, डाइरियाको बारेमा भनिदियो, मेनिन्जाइटिसको बारेमा आउँदैन, सर मेनिन्जाइटिसको केस मैले इमर्जेन्सीमा देखेको थियो। ल अब त्यहीँबाट के भन्छ इन्टरभ्यूले सोधिन्छ कि ल मेनिन्जाइटिसको बारेमा के गर्नुभयो, तपाईँ के हेर्नुभयो, ल भन्नु। अब मेनिन्जाइटिसको बारेमा धेरैजनालाई थाहा हुँदैन। त्यही भएर है जुन कुरा आउँछ त्यो कुरा राम्ररी भन्नु। र त्यहाँ सोध्छ पनि, कुनै कुनै क्वेसन आउँदैन नि, ल भनिदिन्छ ल भाइ तिमी भन, तिमी 5वटा केसको बारेमा भन जुन तिमीलाई आइरहेको हुन्छ, र तिमीले त्यही 5वटा केसको बारेमा भन्नु जुन तिमीलाई आइरहेको हुन्छ। यो होइन कि म जानातारीको कुरा याद छ दिमागमा त्यो त भनिदियो, अब त्यहीँबाट क्वेसन कुनै सोधिदिन सक्छ कि। ल सर म आजको लागि बिदा भयो ल। ल हुन्छ सुनिल सर, धन्यवाद आफ्नो अमूल्य समय दिएर यता उपस्थित हुनुभयो। धन्यवाद तपाईँलाई है। सर नागरिक वडापत्रहरूको बारेमा पनि सोध्छन्। सोध्छ हामी त्यो आउँछौँ त्यता, टेन्सन नलिनु। यता अब हाम्रो ल साथीहरू, आज तपाईँहरू कपी आफ्नो खोल्नु होला है, र तपाईँहरूले के लेख्नु होला भने तपाईँहरूको आफ्नो जसै हाम्रो यता पहिला इन्ट्रोडक्सन हामी होइन छोटकरीमा, अब आफ्नो हुन्छ शैली होइन, एउटा म भन्न गइरहेको छु त्यो एकचोटि टिप्नु होला है। आफ्नो शैली हुन्छ सबैको होइन, आफ्नो शैलीमा पनि दिँदाखेरि यसमा घटबढ गरेर
आफ्नो शैलीमा दिँदा हुन्छ है। जरुरी छैन यही इन्ट्रोडक्सन सबैजनाले हामी सबै साथीहरूले दिउँ भनेर है। योभन्दा पहिला हामी नवीन बुढाजी नवीन बुढाजी नवीन बुढाजी मेरो आवाज सुनिराख्नु भएको छ तपाईँ? सुनिरहेको छु सर। ल, भिडियो खोल्न सक्नुहुन्छ नवीनजी? सर हेलो। हेलो, एकैछिन सर म हुन्छ हुन्छ, एकछिन पर्खिन्छौँ नि हामी। ल, नवीनजी आउनुभयो? ल ठिक छ। नवीनजी तपाईँको केमा नाम यता आएको छ? मेरो खुल्लामा मात्रै छ सर। खुलामा मात्रै छ? हुन्छ। हजुर। ल नवीनजी तपाईँ आफ्नो परिचय दिनुहोस् है। ए यहाँ उपस्थित सम्पूर्णमा मेरो नमस्कार। मेरो नाम नवीन बुढा। मेरो स्थायी ठेगाना कर्णाली प्रदेश, कालीकोट जिल्ला, सान्ने त्रिवेणी गाउँपालिका वार्ड नम्बर 8 मा पर्छ। मैले धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स धनकुटाबाट चाहिँ 2075 सालमा हेल्थ असिस्टेन्ट जुन चाहिँ पिसिआर इन जनरल मेडिसिन पास गरेर 2076 सालबाट चाहिँ 2 वर्ष मैले स्वास्थ्य सेवा कार्यालय काली थिएँ र त्यस पश्चात चाहिँ म लोकसेवाको लागि तयारीमा लागेर हालै खुलेको 2082-83 को चाहिँ लोकसेवा आयोग जुन हाम्रो कोशी प्रदेशमा खोलेको थियो त्यसको सहायक चौथो तहमा पहिलो दोस्रो पत्रमा नाम निकाले। म चाहिँ अहिले हजुरहरू समक्ष इन्टरभ्यूको लागि उपस्थित छु। हस्, धन्यवाद नवीनजी। ल ठिक छ। अब हामी साथीहरू जसै अब इन्ट्रोडक्सन दिँदाखेरि ल हामी सबैजना साथीहरूको सुन्यौँ होइन। नवीनजीमा हाम्रो ठिक छ, एटलिस्ट त उहाँ रेस्पोन्सिबल हुनुहुन्छ किनकि हात जोड्नुभयो। अरू साथीहरूमा यो पिटिकै थिएन है। त्यो भोलिदेखि यो हुनु भएन। हाम्रो उद्देश्य के हो भने तपाईँहरूको अन्तर्वार्ता राम्रो होस्, सफल होस्, तपाईँहरू एउटा होइन नर्मल व्यक्तिबाट राष्ट्रसेवक कर्मचारी होइन बन्नुहोस्, बन्नुहुन्छ भने हामी देख्न चाहन्छौँ है। त्यही भएर हामी 8-10 दिन तपाईँहरूलाई सहजीकरण गर्ने हो, जस्ट यति हो है। ल त्यसपछि म एउटा अर्को कुरा के भन्न चाहन्छु भने हामीले यो पिरियडमा दह्रो मेहनत गर्नुपर्छ, त्यो त कुरै भएन होइन। कन्चुसै गर्ने कुरै भएन। मजाले हामीले दह्रो तरिकाले मेहनत गर्नुपर्ने हुन्छ। सबै साथीहरूले आफ्नो तर्फबाट होइन पोजिटिभ भएर मजाले आफ्नो लक्ष्य प्राप्तिको लागि मजाले दिनरात नभनिकन मेहनत गर्नुपर्ने हुन्छ है। क्लियर? ल अब जसै हामी अब एउटा स्याम्पल दिन्छौँ तपाईँहरूलाई। जसै अब सम्पूर्ण सर म्यामहरूमा नमस्कार होइन। सर म्याम हुनुहुन्छ भने म्याम भन्नु, म्याम छैन भने सम्पूर्ण सरमा नमस्कार होइन। म अरुण प्रसाद कुशवाहा होइन। अब आमा बुवाको नाम भन्न चाहनुहुन्छ भने तपाईँहरू भन्न सक्नुहुन्छ। मेरो आमाको नाम यो, मेरो बुवाको नाम यो। क्लियर? किनकि यो रटाउने कुरा होइन। परिचय दिनुहोस् भने यो रटाउने कुरा होइन। आफ्नो शैलीमा तपाईँ प्रस्तुत गर्न सक्नुहुन्छ। क्लियर? त्यसपछि हाम्रो स्थायी ठेगानामा मेरो घर मध्य प्रदेश बारा जिल्ला अन्तर्गत महागढीमाई नगरपालिकामा पर्छ, यति भन्न सक्नुहुन्छ। अब आफ्नो त्यता फिलअप गर्नु होला होइन, हो कि होइन? त्यसपछि अब तपाईँले होइन मैले आफ्नो स्वास्थ्य क्षेत्रको शैक्षिक योग्यता अन्तर्गत सामान्य चिकित्सक कोही साथी पढ्नु भएको छ या कोही साथी सिएमए पढ्नु भएको छ, त्यो कुरा भन्नु होला है। अध्ययन पुरा गरेको छु, अध्ययन गरेको छु होइन। त्यसपछि हामी अर्को के भन्न सक्छौँ त? अब आर्थिक वर्ष 2082-83 प्रदेश लोकसेवा आयोग कोशी प्रदेश विराटनगरले खुलाएको चौथो तह अहेबको लिखित परीक्षामा उत्तीर्ण भई हाल हजुरहरू समक्ष अन्तर्वार्ताको लागि उपस्थित भएको छु। केटी मान्छे हुनुहुन्छ भने भएकी छु। क्लियर? त्यो हामी सबैलाई थाहा नै छ। यसमा यो हाम्रो नर्मल एउटा के हो, स्ट्रक्चर हो, एउटा नर्मल बनावट हो। अब यसमा तपाईँहरू घटबड गर्न सक्नुहुन्छ, तर जति तपाईँहरूले छोटो दिनुभयो, मतलब छोटो भन्नाले पनि सबै त्यता
समेट्ने गरी हामीले इन्ट्रोडक्सन दिनुपर्ने हुन्छ। अब बढी लम्ब्याएर पनि काम छैन। यदि तपाईँले कतै काम गर्नुभएछ भने त्यो काम गरेको एड गर्न सक्नुहुन्छ मजाले, किनकि काम गरेको एड गर्दाखेरि के हुन्छ भने तपाईँहरूको पोजिटिभ त्यता आफ्नोतिर, जसै अब म काम गरेको छु होइन, कतै हस्पिटलमा या कतै करारमा काम गरेको छु भने त्यो खुलाउनु होला। म विगत 1 वर्षदेखि या 2 वर्षदेखि हालसम्म यो हस्पिटलमा, फलानु हस्पिटलमा या फलानु स्वास्थ्य चौकीमा करारमा कार्यरत थिए होइन, त्यो कुरा भन्न सक्नुहुन्छ। किनभने त्यो भनेपछि त्यता के हुन्छ भने इन्टरभ्युअरले के सोध्छ, हामीले यसो हो साथीहरू, इन्टरभ्युअरले हाम्रो कुराहरूबाट, आनी बानी होइन, हाम्रो शैलीबाट के गर्ने, उहाँहरूले प्रश्न एराइज गर्ने हो। हामीले बोलेको कुराहरू मजाले सुन्छ है साथीहरू, मजाले सुन्नुहुन्छ उहाँहरू। हामीले बोलेको कुराहरूबाट उहाँहरूले प्रश्न एराइज गर्नुहुन्छ है। त्यही भएर हामीले अब काम गरेको छु भन्छौँ भने त्यता के प्रश्न आउन सक्छ, तपाईँ काम गर्दाखेरि के खालका बिरामीहरू आउँथ्यो, कुन कुन केस व्यवस्थापन गर्नुहुन्थ्यो होइन। अब के खालका बिरामी आउँथ्यो भने अब तपाईँलाई कुन कुन रोग थाहा छ त्यो रोग भन्नु होला। अब हाइफाइमा नजाने क्यान्सर होइन, मेनिङ्गाइटिस, अब जुन कुराको बारेमा तपाईँले थाहा छैन पूर्ण रूपले, त्यो टपिकहरूको नाम नराख्नु होला भुलेर पनि। किनकि यदि मलाई थाहा छ टाइफाइडको बारेमा भने टाइफाइडको बिरामी आउँथ्यो होइन, अर्को हाम्रो कोलेराको बिरामी आउँथ्यो, अर्को ऱ्याबिजको बारेमा तपाईँलाई पूर्ण थाहा छ, ऱ्याबिजको, उच्च रक्तचापको बिरामी आउँथ्यो, उच्च रक्तचापको बारेमा कम्प्लिटली थाहा छ भने त्यो कुराहरू भन्नु होला। माइन्ड मेकअप हामीले गर्नुपर्ने हुन्छ, 4-5वटा कुरा हामी भन्ने र त्यसको बारेमा गहिरो तरिकाले अध्ययन गर्नुपर्ने हुन्छ हामीले है। गहिरो तरिकाले हामीले अध्ययन गर्नुपर्ने हुन्छ कि त्यताबाट प्रश्न, अब तपाईँले टाइफाइड भन्नुभयो, अब सोध्न सक्छ नि टाइफाइड भनेको के हो, अब सोध्न सक्छ उच्च रक्तचाप भनेको के हो, सामान्य जुन हाम्रो रक्तचापको रेन्ज भन्नु त कति हो त्यो पनि सोध्न सक्नुहुन्छ है। किनकि हाम्रो आनी बानी सानीबाट, हाम्रो शैलीहरूबाट उहाँहरूले प्रश्न एराइज गर्ने हो। त्यही भएर बोल्दाखेरि हामीले एकदम ध्यान दिनुपर्ने हुन्छ है साथीहरू। बोल्दाखेरि हामी के बोल्दैछौँ होइन, त्यो एकदम ध्यान दिनुपर्ने हुन्छ हामीले। क्लियर? जसै अब तपाईँहरू टिपोट गर्नु होला, हामीले तपाईँहरूले के गर्नु होला भने आफ्नो नामको अर्थ, जसै कुनै साथीको धीरेन्द्र नाम छ, धीरेन्द्र नामको अर्थ गुगलबाट खोज्ने, पुष्पा राईको नामको अर्थ, उमाकान्त नामको अर्थ, नवीन बुद्धा नामको अर्थ, यो हामीले के गर्ने, गुगलबाट हामीले खोज्ने। तपाईँहरूको आफ्नो मेहता भन्सारीको नामको अर्थ होइन, दौल्यालको नामको अर्थ, उमाकान्तजीको होइन, त्यो हामीले के गर्ने, गुगलबाट खोज्ने, आफ्नो नामको अर्थ जानिराख्ने। क्लियर? त्यसपछि आफ्नो प्रदेशको विशेषताहरू, तपाईँ कुन प्रदेशमा हुनुहुन्छ, सबैजना त एउटै प्रदेशबाट त हुनुहुन्न, बेग्लै बेग्लैबाट बिलोङ्स गर्नुहुन्छ होइन। त्यो आफ्नो प्रदेशको बारेमा, आफ्नो जिल्लाको विशेषता, आफ्नो जिल्लाको बारेमा हो कि आफ्नो जिल्लाको विशेषता। त्यसपछि यो विशेषताहरूमा के इन्क्लुड गर्नु होला भने तपाईँको जिल्लाको, जसै पर्सा जिल्ला छ, पर्सा जिल्लाको 4 किला, 4 किला भन्नाले पूर्वमा के छ, पश्चिममा के छ, उत्तरमा के छ, दक्षिणमा के छ। त्यस्तै गरी तपाईँको प्रदेश, कुनै साथीको प्रदेश होला बागमती प्रदेश, अब बागमती प्रदेशको पूर्वमा के छ, पश्चिममा के छ, उत्तरमा के छ, दक्षिणमा के छ, त्यो कुरा इन्क्लुड गर्नुपर्ने हुन्छ है। 4 किला हामी त्यसलाई भन्छौँ। बुझ्नुभयो? अब तपाईँको जिल्लामा, तपाईँको प्रदेशमा, जिल्लामा होइन, तपाईँको जिल्लामा कुन कुन धार्मिक स्थलहरू छ, पर्यटकीय स्थलहरू छ, त्यो स्थलहरूको बारेमा तपाईँहरूलाई अवगत हुनु पर्यो। र तपाईँ यता कता आउँदै हुनुहुन्छ, कोशी प्रदेशमा अन्त बढ्ता दिन, कोशी प्रदेशको बारेमा अवगत हुनु पर्यो। त्यो हामी नोट हाम्रो छ, तपाईँहरूलाई हामी प्रोभाइड गर्छौँ होइन। भोलिदेखि हामी त्यहीँ रहेर होइन कुराकानी गर्छौँ। त्यो अब प्रदेशको बारेमा, प्रदेशको विशेषता हो कि होइन, प्रदेशको बारेमा सम्पूर्ण कुराहरू जान्नु पर्यो। कोशी प्रदेशको हाम्रो मन्त्रीमण्डलहरू, जसै हाम्रो होल नेपालको मन्त्रीमण्डलको जान्नु पर्यो। नेपालको हाम्रो 4 किला भन्नाले बुझ्नुभयो नि, 4 बिन्दु, यानि पूर्वमा के छ, पश्चिममा के छ, उत्तरमा के छ, दक्षिणमा के छ। क्लियर? हामीले होइन इन्टरभ्युअरलाई आफ्नो प्रति तान्ने प्रयास गर्ने, एट्र्याक्सन गर्ने, उसलाई तान्ने। बुझ्नुभयो नि? हामी यसो कुरा बोल्ने, अब जसै सोध्यो तपाईँ
के पढेर आउनु हो? तपाईँको आज अन्तर्वार्ता छ भनेर के तयारी गरेर आउनु हो? कुन विषय पढेर आउनु हो? सोध्न सकिन्छ है, सोधिन्छ पनि। क्लियर? अनि त्यता तपाईँले के भन्न सक्नुहुन्छ भने त्यता तपाईँले के भन्न सक्नुहुन्छ, तपाईँले जुन कुरा पढ्नुभएछ, तपाईँले जुन सजिलो लाग्छ, जसै सर बिएमपीबाट बन्ड पढे होइन, तपाईँको अब सकको बारेमा पढे, त्यो कुरा भन्नुहोला। जुन कुराबाट तपाईँले मजाले फिलिलिली जवाब दिन सक्नुहुन्छ त्यो कुराहरू, त्यो टपिकहरूको नाम राख्नुहोला। ल साथीहरू, हाम्रो आजको परिचयात्मक कार्यक्रम थियो, इन्ट्रोडक्सन कार्यक्रम थियो होइन। ठिक छ, अब हाम्रो पवन सर आफ्नो मन्तव्य राख्नुहुन्छ। पवन सर। ल धेरै धेरै धन्यवाद अरुण सरलाई। फेरि पनि सम्पूर्णमा नमस्कार। म पवन यादव, हाल अहिले गण्डकी प्रदेश हेल्थ एसिस्टेन्ट पदमा कार्यरत छु लमजुङ जिल्लामा। तपाईँहरूले यो अन्तर्वार्तामा के गर्नुपर्छ, कसरी गर्नुपर्छ, यो 10 दिनमा के गर्नु पर्यो, हामीले त्यो सबै हामीहरू गर्छौँ। त्यसको लागि चिन्ता नलिनु होला। आज परिचय हाम्रो इन्ट्रोडक्सन मात्र क्लास थियो। अब भोलिदेखि तपाईँहरूले कुन कुन नोट प्रोभाइड गर्नुपर्छ, को लागि तयारी गर्नुपर्छ, कुन कुरामा बढी ध्यान दिनु पर्यो, अन्तर्वार्ताको लागि केमा बढी ध्यान दिनुपर्छ, त्यो सबै कुरालाई हामी बताउँछौँ। सबै कुराको नोट नि प्रोभाइड गर्छौँ। त्यही अनुसार के गर्नु होला भने त्यो नोट नि हेर्नु होला र आफ्नो विषयगत ज्ञान सबैभन्दा बढी जब बेस्टमा ध्यान दिनु होला। यो सेक्सन सी तिर बढी ध्यान नदिनु होला। सेक्सन सी मा बढी संविधान ध्यान दिनु होला। त्यसमा पनि स्वास्थ्य सम्बन्धी हक, त्यो नागरिक कर्तव्यहरूतिर बढी ध्यान दिनु होला र आफ्नो जब बेस्टलाई बढी फोकस गर्नु होला। अनि सबैभन्दा मेन कुरा, हामीले जस्तै यो अब इन्ट्रोडक्सन दिँदाखेरि नि, अब जब हामी भित्र छिर्छौँ, पहिले सबभन्दा फर्मल सर्ट प्यान्ट लगाउनु होला। यो कपालहरू ठुलो छ भने, दाढीहरू ठुलो छ भने त्यसले फालिदिनु होला। अनि लेडिजहरूको हकमा आफ्नो फर्मल यो कुर्ती सलवारहरू लगाउनु होला। त्यो हुन्छ नि, यो जिन्स प्यान्टहरू यस्ता भेस्टहरू नलगाएर नजानु होला, फर्मलमा जानु होला। हामीले छिर्ने बेलामा, सबभन्दा पहिला छिर्ने बेलामा मे आई कम इन, म भित्र आउन सक्छु भनेर भन्नु होला। अनि त्यहाँ जाँदाखेरि यदि इन्टरभ्युअरले भन्यो बस्नको लागि, अनि बस्नु होला, हुन्छ नि, अनि बस्नु होला, अनि धन्यवाद भन्नु होला। ठिक छ। अनि त्यसपछि इन्टरभ्युअरले सोध्यो, ल तपाईँको आफ्नो परिचय दिनु, जाने बित्तिकै बोल्ने काम नगर्नु होला। मेरो नाम पुष्प राई, मेरो नाम उमाकान्त यादव, म यहाँबाट आएको, त्यहाँबाट आएको, त्यो कुराहरू नभन्नु होला। एकछिन है पवन सर, एकछिन पवन सर। हजुर, जसै एकछिन ल सर। जसै अघि पुष्पा राईजी हाम्रो होइन, मैले अनम्युट गर्न भने उहाँ धराधर परिचय दिन थाल्नुभयो। ल त्यही अलि ध्यान पुर्याउनु होला है। ल पवन सर कन्टिन्यू गर्नु होला। त्यहाँ गएर बस्नुभयो, मजाले बस्नुभयो। अनि के हुन्छ भने, ठिक छ, हाम्रो बस्ने बेलामा पोजिसन म अहिले देखाउँछु। बस्ने बेलामा पोजिसन यो यति हाम्रो चेयर छ नि, यसरी गरेर बस्नु होला कि। यो हात छ नि, यो हात यसरी यहाँ राख्नु होला कि। यसरी यहाँ राखेर अनि ठिक्क पुरा स्ट्रेट भएर बस्नु होला। स्ट्रेट भएर बस्नु होला। बस्न भन्यो अनि बस्नु होला, भनेन भने नबस्नु होला। फेरि गयो, हुत्त गयो, फेरि बसिदियो, मेरो नाम डट हो, यो भन्न थाल्यो होइन। अब भन्छ, ल स्वागत गर्नु मलाई उनले, वेलकम छ कोशी प्रदेशमा। ठिक छ, ल कहाँबाट आउनुभयो तपाईँ, आफ्नो परिचय दिनु, अनि मात्र परिचय भन्नु होला। परिचयमा नि सरहरूले भन्नुभयो त्यो अनुसार भन्नु होला। अहिले हामी के भन्छ भने, ग्रुपमा नि लेखेर 2-3वटा ढाँचा लेखेर पठाइदिन्छौँ। 2-3वटा ढाँचा लेखेर पठाइदिन्छौँ, त्यसैले मोडिफाई गरेर लेख्नु होला। अनि हामीले अन्तर्वार्ता दिने बेलामा कम्प्लिकेसन जस्तो हुन्छ नि, गाह्रो शब्द इन्ट्री गर्नु होला कि। म यहाँ के हुन्छ नि, मैले करारमा जब गरेँ, करारमा जब गर्दाखेरि इमर्जेन्सीमा धेरै त्यो गरेँ, अनकन्सियस पेसेन्टहरू यताउता, त्यो सब केही न हुन्छ नि। गाह्रो शब्द भित्र नपेश गर्नु होला, नत्र त्यो भनिन्छ अब अनकन्सियस। अब अनकन्सियस आयो भने त्यसले कसरी म्यानेज गर्नु, त्यतातिर बढी त्यो नबनाउनु होला कि, सिम्पल वेमा जानु होला। ठिक छ, त्यति भयो, हुन्छ। त्यसपछि हाम्रो 4 देखि 5 जना हुन्छ। एकजनाले त सबभन्दा मेन आदमी हुन्छ, जुन हाम्रो अध्यक्षहरू हुन्छ या कोही भयो भने उसले त इन्ट्रोडक्सनहरू लिने काम गर्छ। यति राम्रो वातावरण बनाइदिन्छ सुरुमा कि तपाईँले फिल हुँदैन कि म अन्तर्वार्ताको कक्षामा छु। ठिक छ, यति। तपाईँ गलत बोल्नु सही बोल्नु केही मतलब हुँदैन क्या। बोल्यो, तपाईँहरूले जवाब दिनुभयो, भन्न जाँदैन कि हो यो किन भन्नुभयो,
तर एउटा कुरा याद गर्नु होला, हामी हेल्थ पोस्टमा काम गर्ने बेलामा एज अ एचए अहेब सबैभन्दा मेन काम हुन्छ हाम्रो रेफर टु हायर सेन्टर। सबैभन्दा मेन काम हुन्छ हाम्रो रेफर टु हायर सेन्टर। यो रेफर टु हायर सेन्टरबाट हामीले के बुझ्नुपर्छ नि, के बुझ्नुपर्छ, नआएको कुरालाई माथिल्लो तहमा पठाइदिने, नर्मल म्यानेज गर्ने र माथिल्लो तहमा पठाइदिने। ठिक छ। जस्तै सकको बिरामी आयो, के गर्न सकिन्छ, नर्मल म्यानेज गर्न सक्यो अनि रेफर टु हायर सेन्टर गरिदियो। त्यस्तै कहिलेकाहीँ सबै कुरा हेर्नु, सबै कुरा सबैले थाहा हुन्छ, कहिलेकाहीँ यस्तो क्वेसन आइदिन्छ हामीले थाहा छैन, त्यति बेला फोकटिए कुरा भनेर नबस्नु होला। हामी किनभने मेडिकल पर्सन हौ, हामी ढिलाइ गरेर बस्दैनौँ। हामीले कुनै बिरामी आयो भने त्यसको नर्मली स्टेबलाइज गर्ने अनि माथिल्लो तहमा रेफर गर्ने हो। त्यस्तै यदि हामीलाई आएन भने के भन्ने होला भने, ल क्वेसन कुनै क्वेसन हामीले भने सक्के हो, ल नवीन सर मलाई आएन, ठिक छ, एज म नवीन सर छु, मलाई आएन, त म के भन्छौ, सरी सर खास अहिले याद आएन या सम्झिन सकिन, सरी सर यसको एन्सर सम्झिन सकिन भन्नु होला के। ठ्याक्कै आएन पास, चाहे गलत जवाब नदिनु होला, भन्नु होला सरी सर यो क्वेसन अहिले यसको एन्सर मैले सम्झिन सकिन, यति भन्नु होला के। तर गलत नजवाब दिनु, गलत जवाब दियो भने उसले के बुझ्छ, गलत त उपचार गर्छ के। यो पक्कै यो मान्छे गयो भने जबरजस्ती उपचार गर्छ, तर त्यस्तो केस छैन। हामी एचए र अहेब ग्रामीण भेगमा काम गर्ने हो, एज अ डाइरेक्ट टु द पेसेन्ट। पहिला हामी हो एप्रोच गर्ने हो, त्यसपछि एमबिबिएस एमडीहरू जसले एप्रोच गरेछ त्यो बेग्लै कुरा हो। तर ग्रामीण भेगमा यो हामी हुन्छ नि, पहाडी भेगमा हिमाली भेगमा हामीले एप्रोच गर्ने हो। त्यसैले यो कुरामा ध्यान दिनु होला। के गर्नु होला भने, सरी सर म यसको यो प्रश्नको उत्तर अहिले सम्झिन सकिन भनेर भन्नु होला, तर गलत जवाब कहिले नि नदिनु होला। ठिक छ। त्यसपछि क्वेसन आउँछ, एन्सर दिँदै जानु होला। ल आफै अब उनीहरूले कहिलेकाहीँ सोध्छ कि लास्टमा, लास्टमा सोध्छ कि तपाईँहरूलाई नि केही क्वेसन छ भने भन्नु। जस्तै इन्टरभ्युअरले, अन्तर्वार्ता लिने मान्छेले दिने मान्छेसँग सोध्छ, तपाईँहरूले केही क्वेसन छ भने भन्नु। अब केही क्वेसन छ भने भन्नु होला, तर केही नसोध्नु होला। त्यति बेला हस्त सम्पूर्णमा धन्यवाद दिनु होला अनि हुन्छ नि, अब समाप्त भयो। जानको लागि भन्यो भने हामीले के गर्नु होला भने, सम्पूर्णलाई धन्यवाद दिएर अनि त्यहाँबाट मजाले जानु होला। ठिक छ। ल जाने बेलामा नि धन्यवाद सबैजनालाई एकचोटि यस्तो ढोगेर अनि निस्कनु होला के, एकदम राम्रो हुन्छ। हामीले अन्तर्वार्ताको बेलामा हेर्ने भनेको यही चिजहरू हो के। पर्सनालिटीहरू हेर्छ, हाम्रो के छ, कम्युनिकेसन स्किल कस्तो छ, प्रेजेन्टिङ स्किल कस्तो छ, हामी कतिको बुझाइरहेको छौँ। जस्तै अघि सरले भन्नु भने कि खास नेपालीमा नि एन्सर दिनु हो। ल ठिक छ। ल कुनै कुरा आयो, कुनै कुरा आयो म नेपालीमा भन्न सक्दैन, त के गर्ने त, त्यो 5 देखि 10 सेकेन्डमा सोच्ने हो, माइन्ड मेकअप गर्ने हो क्या। यही 10 दिनमा हामीले माइन्ड मेकअप गराइदिन्छौँ। त्यो कसरी सोच्नुपर्छ कि यो कुरा हामीलाई नेपालीमा आएन भने के गर्नु होला भने इङ्ग्लिसमा बोलिदिनु होला। नहिचकिचाउनु होला कि मलाई अब इङ्ग्लिसमा बोल्यो भने यो मार्क दिँदैन, यो छैन, जरुरी छैन। इङ्ग्लिसमा यदि नआएको खण्डमा इङ्ग्लिसमा बोलिदिनु होला। ल ठिक छ। आफै उनीहरूले भन्छ कि ल तपाईँ त इङ्ग्लिसमा बोल्नुभयो, माना तपाईँले पब्लिक म्यानेजमेन्टको कम्युनिकेबल डिजिजको डिफिनिसन इङ्ग्लिसमा सरसरी बोलिदिनु हो, उसले सोध्छ ल यसलाई बुझाइदिनु त, यो के भन्नुभयो यो बुझाइदिनु त, बरु अनि टाइम लिएर बोल्नु होला। तर यो बााउन्स नहुनु होला, क्वेसनलाई नछोड्नु होला। आएको खण्डमा इङ्ग्लिसमा पायो भने बोलिदिनु होला। ल ठिक छ। ल यति भयो। अनि हामी अहिले त सब सरहरूले भयो, सुरुको दिन हो क्या। तर यो क्लास हामी नि 100% आफ्नो पुरा 100% आफ्नो इफेक्टिभ टाइम सबै लगाएर बल लगाएर यहाँ हामी क्लास गराउँदैछौँ। तपाईँहरूले नि यसको कदर गरेर, यो टाइमलाई सदुपयोग गरेर, यो क्लासलाई सदुपयोग गरेर फाइदा उठाउनु होला। किनभने अहिलेसम्म हामी नि आफ्नो साथीको नाम आउँदाखेरि के सोच्थ्यो, धेरै दुःख लाग्थ्यो। सोच्थ्यो काश हाम्रो नि नाम आइदिन्थ्यो, काश म नि पास भइदिन्थेँ, काश म नि इन्टरभ्यूमा गएर पास भएर जागिर खान्थेँ, काश त मेरो दाइले त यो भन्छ, त छिमेकीले त त्यो भन्छ, मेरो नै नाम आउँछ भने म यो यसलाई देखाउँछु उसलाई देखाउँछु, सबको मनमा हुन्छ के। ल मेरो साथी पास भइदियो, मसँगै पढेको, त्यो कुरा मनमा राख्नु होला।
त्यो कुरा मनमा राख्नु होला र एउटा कुरा सम्झिनु होला, म अहिले जागिर खाएको छैन, धेरै भाउ तार्दैछु। जागिर भइहाल्छ, स्टेबल हुन्छ लाइफ, स्टेबल हुन्छ लाइफ। त्यो कुरालाई सोचेर सम्झेर पढ्नु होला। अनि यतिको क्लासमा तपाईँहरूले कुनै कन्फ्युजन भयो भने ग्रुपमा राख्नु होला, ग्रुपमा राख्नु होला, क्लास भएको बेलामा क्लासमा राख्नु होला, कपीमा टिपोट गरेर राख्नु होला। हुन्छ नि, आज हामीले क्लास गऱ्यौँ, धेरै कुराहरू टिप्नु भयो, भोलि दिनमा पढ्नुहुन्छ, धेरै कुराहरूको कन्फ्युजन हुन्छ। ल मलाई सरसँग कुन कुन कुरा थाहा छ त्यो त एक्ज्याक्ट सरसँग बोल्ने बेलामा क्लासमा त याद आउँदैन। त्यो कुराहरू कपीमा टिपोट गरेर राख्नु होला, एकदम इफेक्टिभ हुन्छ त्यो। ठिक छ, छुट्टै कपी बनाउनु होला। यसको त्यो 100 खाले हुन्छ नि, अलिक मोटे खाले अन्तर्वार्ताको छुट्टै कपी बनाउनु होला। अनि त्यो अनुसार प्रिपेयर गर्दै जानु होला। अनि भोलिदेखि हामीले के पढ्नुपर्छ, अन्तर्वार्तामा के सोध्न सक्छ, त्यो बारे हामी के गर्छौँ भने डिस्कस गर्छौँ। सबैभन्दा मेन कुरा पहिला एउटा लेख्नु, कोशी विशेष, कोशी प्रदेश विशेष हामीले जान्नु पर्यो। ठिक छ, यो अहिलेको। त्यसपछि संविधान जान्नु पर्यो, त्यसपछि बजेट जान्नु पर्यो, हाम्रो नेपालको बजेट जान्नु पर्यो, कोशी प्रदेशको बजेट जान्नु पर्यो। त्यसपछि आर्थिक सर्वेक्षण, हाम्रो आर्थिक सर्वेक्षण, नेपालको नि आर्थिक सर्वेक्षण जान्नु पर्यो, कोशी प्रदेशको नि आर्थिक सर्वेक्षण जान्नु पर्यो। त्यसपछि कोशी प्रदेशको दोस्रो आवधिक योजना जान्नु पर्यो। ठिक छ, र एनडीएचएस का डाटाहरू, स्वास्थ्यका केही तथ्याङ्कहरू छ नि, एनडीएचएस 2022 का डाटाहरू जान्नु पर्यो। र अर्को बजेट भइहाल्यो, दुवै प्रदेशको बजेट भइहाल्यो। र हाम्रो नेसनल हेल्थ पोलिसी, नेसनल हेल्थ पोलिसी 2076 लेटेस्ट जुन नेसनल हेल्थ पोलिसी छ नि, त्योहरू जान्नु पर्यो। त्यसको भिजन के हो, त्यसको मिसन के हो, एसडिजी को गोलहरू, यो कुरालाई एकैनिर लेख्नु होला। नत्र यसको हामी के भन्छ नोटहरू प्रोभाइड गर्छौँ, बिस्तारै प्रोभाइड गर्छौँ, त्यसलाई प्रिन्ट गरेर पढ्नु होला या लेखेर पढ्नु होला। यति त महत्त्वपूर्ण कुरा भयो के। अनि बेस्ट मजाले ध्यान दिएर पढ्नु होला। ठिक छ, हाम्रो अन्तर्वार्ताको तयारी कसरी गर्ने, के गर्ने, यो 10 दिनको अवधिमा हामी सबै गराउँछौँ। ठिक छ, यो हाम्रो त्यो 40 मिनटको क्लास हुँदैन, लगातार 1 घन्टा 1.5 घन्टा 2 घन्टाको पनि क्लास हुन सक्छ। अनि अहिले जस्तै आजको क्लासमा नाम निकालेका, धेरै ठाउँमा नाम निकालेका साथीहरू सरहरू हुनुहुन्थ्यो, उहाँले आफ्नो एक्सपिरियन्स सेयर गर्नुभयो। हरेक दिन त्यस्तै 2 देखि 3 जना सरहरूले आएर आफ्नो एक्सपिरियन्स सेयर गर्न सक्नुहुन्छ। अनि उहाँहरूनिर तपाईँहरूले आफ्नो कुराहरू राख्न सक्नुहुन्छ। ठिक छ, यही कुराहरूलाई ध्यानमा राखी पुरा फोकस गरेर पढ्नु होला। यो अन्तर्वार्ता केही होइन, अन्तर्वार्तालाई नर्मल लिएर पढ्नु होला, बढी प्यानिक नहुनु होला। अनि बढी हुन्छ नि, बढी न आतिनु होला न मातिनु होला। खुला मधेसीमा सिफारिस भएको साथीहरू नै, खुला मधेसीमा नआएको साथीहरू नि अन्तर्वार्ताबाट फालिएको छ। र मात्र थारू, मात्र महिला, मात्र आज आदिवासी जनजातिमा भएका साथीहरू अहिले इन्चार्ज भएर बसेको छ। यही हाम्रै सँगै भएको साथीहरू गण्डकी प्रदेशमा हो। त्यसैले पुरा मजाले ध्यान दिएर पढ्नु होला हाम्रो। अनि कसरी माइन्ड मेकअप गर्नुपर्छ यो 10 दिनलाई, यो 10 दिनले के मान्नुपर्छ भने 10 दिन नै मेरो जिन्दगीको यो एकदम महत्त्वपूर्ण फेज हो। यो 10 दिन मेहनत गर्नुभयो भने यो बाँकी फेरि हामीले ब्याकअपमा जानु पर्दैन के, पछाडि जानु पर्दैन। त्यही भएर यो 10 दिनलाई कसरी हामी युज गर्छौँ त्यो कुरामा बढी ध्यान दिएर पढ्नु होला। आजलाई नै यति नै गरौँ। अनि भोलिदेखि हामी रेगुलर क्वेसन, अब हुन्छ नि, अब एक जनालाई आज त इन्टरभ्यू सोध्यो, मात्र परिचय सोध्यौँ। अब परिचयका साथ भोलिदेखि अब अन्तर्वार्तामा के कस्ता क्वेसनहरू आइरहन्छ त्यस्ता क्वेसनहरू सोध्दै अगाडि बढ्छौँ। यदि तपाईँहरूले केही समस्या छ भने भन्नु होला, केही जिज्ञासा छ भने भन्नु होला। यो क्लासलाई हामी कसरी लगिदिँदा राम्रो हुन्छ, यदि त्यहाँ 2-4वटा कुरा राख्नु छ भने तपाईहरुसँग अपेक्षा छ। अहिले नै भनौँ न साथीहरू, अहिले नै सबैजना भनौँ है। जस्तै अब हामी के छ, तपाईँहरू सबैजना साथीहरू है, कम्पल्सरी सिलेबस फोटोकपी गराएर अनिवार्य राख्नु होला, कम्पल्सरी। अहिले अपडेट जुन हाम्रो सेक्सन सी समेटिएको जुन सिलेबस छ नि, त्यो फोटो गरेर कम्पल्सरी राख्नु होला। त्यसपछि हाम्रो के छ भने के गरौँ, हामी यसो गरौँ, भोलिदेखि सब्जेक्ट वाइज जाम, सब्जेक्ट वाइज प्याटर्नमा जाम कि कसो गरौँ साथीहरू? तपाईँहरूको अलि के कसो छ आइडिया भनौँ। हुन्छ भने 3-4वटा सब्जेक्ट
हामी होइन 3वटा 4वटा सब्जेक्टको भोलि पढेर आउनु, त्यो सब्जेक्ट हामी भन्छौँ तपाईँलाई, त्यो अन्तर्गत विशेष हामी अन्तर्वार्तामा के कस्तो त्यताबाट सोध्न सकिन्छ त्यो हामी प्रश्न गर्छौँ, उत्तर दिनुपर्ने हुन्छ है साथीहरू। क्लियर? किनकि त्यो अब सब्जेक्ट भनिदिँदाखेरि के हुन्छ भने तपाईँहरू पढेर आउनुहुन्छ अनि तयारी यता जबरदस्त हुन्छ। अब सब्जेक्ट नभन्दाखेरि होइन एज अ होलबाट सोद्धाखेरि होइन अलि रिभाइज गर्न अब टाइम पनि लाग्छ नि तपाईँहरूलाई, किनकि अनि हामी सबै त्यही फेजबाट आएको मान्छे हो, टाइम लाग्छ। सुरु त्यही भएर हामी सब्जेक्ट सुरु तोकौँ कि एज अ होल चारैतिरबाट सोधौँ, के कसो छ तपाईँहरूको विचार, आफ्नो धारणा राख्नु होला है सब्जेक्ट साथीहरू। सब्जेक्ट टोकेर नै राम्रो हुन्छ सर। मतलब के भने नि हेर्नु, जस्तै हेर्नु यो 10 दिनको फेज छ नि, हामी 3 दिनमा 3 देखि 4 दिनमा सब्जेक्ट वाइज सकाइदिने। जस्तै एक दिन 3वटा सब्जेक्ट 4वटा सब्जेक्ट गरेर 3 दिनमा सकाइदिने। त्यसपछि किनभने हाम्रो रिभिजन पनि भइहाल्छ, किनभने सेकेन्ड पेपरको इक्जाम दिएर त धेरैजना साथीहरू बसेको हुन्छ, त त्यो 3 दिन 4 दिनमा हाम्रो सब्जेक्ट वाइज पुरा क्लियर हुन्छ। त्यसपछि आफूलाई नि अलिक कन्फिडेन्स आउँछ के, नत्र सुरुमा यहाँबाट क्वेसन त्यहाँबाट क्वेसन गर्न थाल्यो भने धेरै गाह्रो हुन्छ। हामी नि त्यहीँबाट आएको हो क्या, तपाईँहरू जहाँ हुनुहुन्छ नि त्यहीँबाट आएको हो। त्यसैले 3 दिनसम्म बरु हामी सब्जेक्ट भन्छु, भोलिको लागि यो गर्नु, पर्सिको लागि यो गर्नु, निको पर्सिको लागि यो गर्नु, 3 दिनमा सबै सब्जेक्ट वाइज सकाइदिने। त्यसपछि बरु एज अ होल इन्टरभ्यू क्लास गरिदिँदा राम्रो हुन्छ भन्ने हाम्रो विश्वास छ। अब तपाईँहरूको के छ, सबजनाले कुरा राख्नु होला, सबजनाले एउटा एउटा कुरा राख्नु पर्यो। क्लास के गर्दा राम्रो हुन्छ भनेर वीरेन्द्र सरले नि राख्नु पर्यो, पुष्पा राईले नि राख्नु पर्यो, रामदुलाल सरले राख्नु पर्यो, मेहताब अन्सारीले नि राख्नु पर्यो, सबजनाले नि राख्नु पर्यो। ल भन्नु त पालै पालो, हामी यहाँ टिपोट गरेर राख्छौँ। सब्जेक्ट वाइज नै गर्नु सर, राम्रो हुन्छ। सब्जेक्ट वाइज। ल ल अरू रामनारायण साथीहरूको के सरको कसो आयो धारणा सब्जेक्ट छ, वाइज। अरू साथीहरू पनि बोलाउँ न, अरू साथीहरूको के कसो धारणा छ। यो हेलो, क्लासमा के गर्दा राम्रो हुन्छ तपाईँहरूको लागि? सब्जेक्ट वाइज गर्ने, सब्जेक्ट वाइज वाइज। गर्ने। उमाकान्तजी ठिक छ, मेहताबजीको हामीले सुन्यौँ होइन। उमाकान्तजी। सर मेरो विचारमा के हुन्छ नि सर, कि जस्तै हजुर यता ग्रुप एनाटोमी सीबाट भयो, सुरु गर्नुपर्छ, ग्रुप सी पहिला गर्ने, त्यसपछि उता अहिले मेरो ग्रुप विचारमा होइन, मैले के भन्नु, हुन्छ भन्नु न भन्नु। मेरो विचारमा मैले के भन्न खोजेको थिएँ नि, कि जस्तै मतलब भइहाल्यो युनिट 1मा एनाटोमी छ, फेरि त्यसपछि युनिट 2मा यो हेल्थवाला छ, त्यसपछि इपिडेमोलोजी छ, इन्भाइरोमेन्ट हेल्थ छ। सरले पनि पवन सरले पनि भन्नुभयो कि 3-3वटा राख्ने। त्यो 3वटाको नोट मतलब हामीले मतलब इन्टरभ्यू मतलब भोलि छ भने आजै हामीले त्यो पाइहाल्छ नोट, त्यसको मतलब हजुरहरूसँग उपलब्ध होला भने यदि छैन भने त हामी होइन सुन्नु न, जब हेलो एकछिन है, हजुर तपाईँको यो कुरा मैले एउटा जोड दिएँ है। अब सुनौँ साथीहरू, हामीसँग टाइम लिमिटेड छ, टाइम एकदम थोरै छ। अब त्यो कुरामा तपाईँहरू भन्नुहुन्छ भने अब यो सबै हामी नोट प्रोभाइड गरौँ त्यो असम्भव कुरा हो, किनकि नोट तपाईँहरूसँग छ है। नोट हामीले कहाँ यार सबैको नोट त्यो दिँदाखेरि त सकियो नि जिन्दगी। तपाईँहरू अहिलेसम्म लिखितमा नाम निकाल्नुभयो यार, बिना नोट पढिकन नाम निकाल्नुभयो, भन्नु त, भनौँ है। नोट छ, मैले लागेको केही टर्म्सहरूको हुन्छ नि नेपालीमा, त्यही भन्न होइन, खोजे अरू त उहाँले भन्नुभएको हामीसँग मतलब नि जस्तै क्वेसन प्याटर्नहरू के क्वेसन क्वेसन प्याटर्नहरू प्याटर्नहरू हामी र दिन्छौँ त्यसको कि, तर अँ, त्यो अँ। अब नोटको कुरा त हुँदैन होइन। नोट नोट दिनेमा हामी नोट दिनेमा त हजुर हामी यो कोशी प्रदेश विशेष होइन, सेक्सन यसो छ कि 3 यो उमाकान्तजी, सब। यता सुनौ उमाकान्तजी, हजुर तपाईँले हजुर भन्नु भइरहेछ, मैले बुझेको कुरा क्वेसन प्याटर्न दिनलाई हामी क्वेसन प्याटर्न त्यो सोध्छौँ भोलि तपाईँहरू पढेर आउनु। त्यो अब पढेकै कुराबाट अब हामीले जसै तपाईँले आज आँप खानुभयो अनि त्यही कुरा त म सोध्छु तपाईँले, आँप खानुभयो त्यो कस्तो लाग्यो, मिठो लाग्यो, गुलियो लाग्यो कि अमिलो लाग्यो कि पिरो लाग्यो, त्यही त कुरा हो नि। बुझ्नुभयो मेरो कुरा? अनि नोटहरूमा हामी हजुर अपडेटेड सर। नोटहरू जस्तै हुन्छ नि, यो हो समसामयिक नोटहरू, अपडेटेड नोटहरू के पढ्नुपर्छ त्यो त प्रोभाइड गर्नै पर्छ नि। जस्तै त्यो त हामी गर्छौँ, यो टेन्सन आर्थिक नलिनु। सर्वेक्षणहरू, बजेटहरू भयो, आवधिक योजनाहरू भयो, यो सबको त नोट प्रोभाइड गर्छु, यसको लागि कोशी चिन्ता विशेष हामी कोशी लिनु पर्दैन। प्रदेशको बारेमा होइन चिरफार गरेर सबै त्यो दिन्छौँ हामी, टेन्सन अनि नलिनु के। अनि तर यो अब अनि एक्चुअल कुरा के छ नि, अरूको नोट आजबाट पढेर काम लाग्नेवाला छैन। आफू कसरी प्रिपेयर भएर यहाँ आइएको छ, आफू के पढेर यहाँ आइएको छ, त्यो कुरामा ध्यान दिनु होला, जोड दिनु होला, एकदम बेस्ट। किनभने बिना पढिकन तपाईँको बिना नोट नराम्रो भइकन आफूलाई तयारी नभइकन थोरै नाम निस्केको छ।
हामी बुझ्नुभयो? त तरिका वातावरण त्यो बाटो के गर्नु पर्यो कसरी गर्नु पर्यो बताइदिने हो। ल ठिक छ उमाकान्त सर एकदम राम्रो, त्यसमा नि सजीकरण गर्छौँ हामी। ल ठिक छ, हामी त्यही अनुसार जान्छौँ। तपाईँहरू ग्रुपमा हुनुहुन्छ होइन? ग्रुपमा हाम्रो लिखितमा जान्छ त्यता। भोलि हाम्रो कुन कुन विषय अन्तर्गत हामी यता छलफल गर्छौँ अन्तर्वार्ता क्लासमा, त्यो सब्जेक्टको नाम जान्छ। त्यो सब्जेक्टहरू होइन, युनिट होस् या सब्जेक्ट होइन, त्यो युनिट या सब्जेक्टै हामी खोलेर लेख्छौँ, सब्जेक्ट लेख्छौँ होइन। त्यो सबै पढेर आउनु होला होइन, किनकि समय थोरै छ। यो थोरै समयलाई हामीले सही सदुपयोग कसरी गर्ने त्यतातिर हामीले केन्द्रित हुनुपर्ने हुन्छ है साथीहरू। सही यो समयको सदुपयोग गर्नु पर्यो। अब सरले सबै रटाइदिनुहुन्छ, सरले मेरो लागि सरले गरिदिनुहुन्छ, त्यस्तो भयो भने त सरले नै गएर इन्टरभ्यू दिइहाल्छ नि। त्यस्तो हुँदैन है। आफ्नो लागि आफै गर्नु पर्यो साथीहरू, आफ्नो लागि तपाईँहरूले आफै गर्नु पर्यो। हामीले जस्ट एउटा सहजीकरण गर्नेछु तपाईँहरूलाई। अलि अब बाटो अप्ठ्यारो बाटो कठिन बाटो सजिलो होस्, त्यही हो मात्र हाम्रो धारणा। अब राम बुझ्नुभयो? दौल्याल सरले नि आफ्नो कुरा राखिदिनु पर्यो। राम दौल्याल सर, हेलो। पुष्पा राईले भन्नु त केही। भनौँ भनौँ है पुष्पाजी, के छ तपाईँको यसो धारणा? हजुर त्यही युनिटबाटै क्वेसनहरू दिँदाखेरि हुन्छ जस्तो लाग्छ सर मलाई चाहिँ। त्यही राम्रो अनि हुन्छ। त्यो क्लासको अन्तिममा चाहिँ त्यो इन्टरभ्यू कसरी हुन्छ त्यो ठ्याक्कै आज जसरी सोध्नु भयो नि, तपाईँको इन्ट्रोडक्सनहरू दिनु भन्नुभयो नि, त्यसरी नै इन्ट्रोडक्सन अनि क्वेसनहरू पनि एक दुईजनालाई चाहिँ सोधेर त्यो प्र्याक्टिस हरेक गर्दा दिन हरेक दिन हाम्रो नमुना नमुना होइन, नमुना अन्तर्वार्ता हरेक दिन हुन्छ। हस् सर हुन्छ। ल, राम अनि दौल्यालजी, राम दौल्यालजी, हेलो ल राम दौल्यालजी। एउटा कुरा के गर्नु होला नि, आफ्नो साथीहरूलाई नि जोइन गर्नु होला कि ग्रुपमा। आफ्नो होला नि कोही छरछिमेकका साथीहरू, चाहे क्लासमा पढेका साथीहरू, उहाँहरूलाई नि के गर्नु होला भने यो ग्रुपमा जोइन गर्नु होला। ठिक छ, अलिक बढीजना भयो भने पढ्नमा नि मजा आउँछ। तपाईँहरूले नि नाम धेरै निस्केको जुन धेरै साथीहरू होला नि, कुरा आउँछ नि, तपाईँहरूबाट नि धेरै कुरा सिक्न सिक्न पायो नि, धेरै कुरा क्वेसनहरू उठ्छ त्यहाँबाट। झन् यो त डिस्कसन जस्तो हो नि त, उसले 10वटा क्वेसन ल्यायो, उसले 10वटा क्वेसन ल्यायो, त्यसरी गरेर पढ्दा धेरै इफेक्टिभ हुन्छ क्या क्लासहरू। अनि सबभन्दा त्यो गर्नु होला कि त्यो टिपोट गर्ने बानी बसाल्नु होला कि मलाई यहाँ समस्या छ, मलाई सरसँग यो सोध्नु छ। पढ्दै पढ्दै बेलामा कुनै क्वेसन आइहाल्छ नि, पढ्दै पढ्दै बेलामा केही आइहाल्छ नि, त्यो टिपोट गरेर राख्ने बानी बसाल्नु होला। र एउटा इन्टरभ्यूको मोटो एउटा छुट्टै कपी बनाउनु होला क्या। एकतिर लेख्दाखेरि के हुन्छ कि रिभाइज गर्नमा पनि सजिलो हुन्छ सजिलो तपाईँहरूलाई। हुन्छ नत्र कि हामीले आज अन्तिम अर्कैतिर लेखियो, भोलि अर्कैतिर, पर्सि अर्कैतिर, र निकोर्सी खोज्नैमा अप्ठ्यारो हुन्छ। त्यसको कार्य नगरिदिनु होला तपाईँहरूकै लागि हो है। एउटामा लेख्यो भने अन्तिम दिन गयो भने हुन्छ नि, बसमा नि गयो, ल एउटा कपी लिएको छ, ल पढ्दै गयो अलि हुन्छ नि, मेन्टली स्टेबल हुन्छ क्या मान्छे। हामीले त के ल, हुन्छ नि, भित्र नपसेसम्म पढ्नै पर्छ हो क्या। यो त्यो छैन नि कि 2 दिन सुतेर गयो इन्टरभ्यू दिइदियो, त्यस्तो त कहाँ हुन्छ र, मनै मान्दैन। हाम्रो प्रत्येक दिन 1.5 देखि 2 घन्टासम्म क्लास हुनेछ। त्यो कुरा तपाईँहरूलाई अवगत नै हामी गरिसकेका छौँ, अवगत नै हुनुहुन्छ तपाईँहरू होइन। त्यही सन्दर्भमा हामी अब भोलिदेखि टपिक वाइज युनिट वाइज गर्छौँ। त्यो कुरा हामी टपिक खुलाएर ग्रुपमा हालिदिन्छौँ। त्यो टपिक होइन, आफूले प्रिपेयर सकेभर होइन, आफ्नो बेस्ट गर्ने तरिकाले प्रिपेयर भएर आउनु होला। त्यताबाट हामी होइन 3-4जना सरहरू हुन्छौँ, हरेक दिन 4जना जति सरबाट तपाईँहरू अन्तर्वार्ता क्लास लिन सक्नुहुन्छ। अनि हरेक दिन हामी त्यही टपिक अन्तर्गत होइन 3-4 दिन हाम्रो यो टपिक वाइज चल्छ। त्यसपछि हाम्रो नमुना अन्तर्वार्ता कक्षा त नमुना हाम्रो हरेक दिन हुन्छ लास्टमा, सेसनको लास्टमा अन्तिममा होइन। त्यसपछि हाम्रो यही अब 3 दिन 4 दिन यो हुन्छ युनिट वाइज। त्यसपछि हाम्रो नमुना नै नमुना हुन्छ है। कोशी विशेष प्रायः हाम्रो कोशीहरूको सब नोटहरू बन्छ, नोटहरू हामी प्रोभाइड गर्नेछौँ तपाईँहरूलाई, टेन्सन नलिनु होला। धैर्य गरेर होइन, अब सबै सर आजै दिइहाल्नु हामी पढ्छौँ त्यस्तो मिल्दैन। किनभने तपाईँहरू के गर्नुहुन्छ भने त्यो लिएर थन्क्याउनै मात्र काम हुन्छ तपाईँहरूकोबाट, पढ्नुहुन्न। त्यही भएर हामी डेली बेसिसमा दिनेछौँ। क्लियर?
अनि एउटा कुरा के धेरैजना साथीहरूले लाग्छ कि ए ल यो त 1.5 2 घन्टाको क्लास त बकवास मात्र भयो, तर यति बुझ्नु होला, आधा त नलाग्यो होला तर 2 3 दिनपछि आफै बुझ्नुहुन्छ क्या कि कतिको क्लास इफेक्टिभ हुन्छ क्या। यो न हामीले मात्र पढेर मात्र हुँदैन के, पढेर त हामी लेखेर त पास भएको हो नि त। त्यो अन्तर्वार्ता जान्ने मान्छेले नि थाहा छ कि यो पढेर लेखेर आएको छ, 200 मार्क त पढेर आएको छ नि। यो अन्तर्वार्तामा आफू कसरी प्रस्तुत गर्ने हो, कसरी त्यहाँ प्रेजेन्ट हुने हो, कसरी त्यहाँ बोल्ने हो, बोल्ने शैली, आफ्नो भ्यास के हुन्छ भने वेशभूषा त्यहाँ प्रस्तुत गर्नु छ कि लेखेर त हामी त पुरा यो ज्ञान ज बेस्ट त 200 मार्क दिएर आएको छु नि त। यो जाबु 20 30 मार्कको लागि के त्यहाँ हामीले जान्ने कुरा त्यो थोरै छ। सबैको एउटा क्राइटेरिया हुन्छ, यो पर्सनालिटी कतिको मेन्टेन गरेछ, कतिको डिसिप्लिनमा छ, कतिको राम्रो प्रस्तुतिकरण छ, त्यो अनुसार नि मार्किङ हुन्छ त अन्तर्वार्तामा। यो मात्र मलाई सबै थाहा छ म गयो अनि त्यो हुन्छ नि त्यो हिपहप कटमा गयो, जेल मन लाग्यो त्यो गएर बोल्यो आयो, ल जसरी मन गर्यो त्यसरी प्रस्तुति गराउनु, त्यो कुराले अन्तर्वार्तामा केही त्यो गर्नेवाला छैन। हाम्रो कति ज्ञान छ त्यो ज्ञानको लागि त 2वटा इक्जाम दिएर आएको नि, त्यो किताबको ज्ञान, व्यक्तिगत त्यो किताबको ज्ञान। अब हामीले त्यो किताबको ज्ञानलाई कसरी प्रस्तुत गर्छौ, कसरी आफ्नो व्यवहारमा ल्याउँछौ, कसरी त्यहाँ त्यो गर्ने हो, त्यो कुरामा ध्यान दिनुपर्छ। ठिक छ, त्यही अनुसार प्रिपेयर गर्नु होला। अब आजलाई यति गरौँ है। यति गरौँ आजलाई हामी होइन, भोलिदेखि हाम्रो फेरि ग्रुपमा नोटिस जानेछ क्लास कति बजीदेखि हुन्छ भन्ने कुरा होइन। र अर्को कुरा तपाईँहरूको त्यो युनिट वाइज हामी राख्नेछौँ, त्यो अनुसार तयारी गरेर आउनु होला। र अर्को कुरा तपाईँहरूको लागि हामीले होइन सिक्ने भावनाले यता क्लास जोइन गरिदिनु होला र भनेको बेला अनम्युट गर्न भनेको बेला कृपया अनम्युट गरिदिनु होला, भिडियो खोलिदिनु होला। मलाई यो कुरामा साह्रै रिस उठ्छ, बुझ्नु होला है। क्लियर? किनकि हामी सिक्न आएछौँ यता होइन, मजाले सिकेर जानु होला, मजाले सिक्नु होला। हाम्रो 10 दिनको बसाइमा हाम्रो यही हो जुन हुन्छ नि मोटिभ, तपाईँहरू राम्रो गर्नु, त्यति हो मात्र। हामीले तपाईँहरूसँग 1 रुपियाँ पनि लिएको छैन सर होइन। अनि सुन्नु न, हजुर अनि एकजनाले कति टाइम पाउँछ यहाँ बोल्नलाई? बोल्नलाई सबै भोलिदेखि के भन्नुभयो तपाईँ भन्नु त? मतलब कि कति टाइम पाउँछ अन्तर्वार्ताको लागि एकजनालाई? त्यो टाइम फिक्स छ कि? हामी त्यो टाइम तपाईँलाई आधी घन्टा जति दिन्छौँ, टेन्सन नलिनु न, 20 देखि 25 मिनट। टाइमको लागि त केही टेन्सन छैन के, मतलब हुन्छ 20 नि देखि अब 25 मिनट त्यसरी भोलिदेखि नि एकजना साथीले होइन हामीले 20 मिनट 25 मिनट होइन, जुन हाम्रो मोडल नमुना हुन्छ नि अन्तर्वार्ता कक्षाको जुन नमुना हाम्रो हुन्छ नि, नमुना शैलीमा हाम्रो तपाईँहरूको एकजना साथीलाई 20 देखि 25 मिनट हामी सोध्नेछौँ। तर जुन यो हाम्रो क्लासको जुन छ नि, जसै यो 3 4 दिन हाम्रो जुन टपिक वाइज हुनेछ नि, त्योमा फेरि यो रुल लाग्ने छैन। प्रष्ट मैले गरिदिएँ है। त्योमा के हुन्छ भने तपाईँसँग 10 मिनट सोध्न सकिन्छ, 15 मिनट सोध्न सकिन्छ होइन। अब किनकि यो रिभाइज एज अ रिभाइज है, रिभाइज हुनु पर्यो नि, 3 4 दिनमा रिभाइज गराउने, त्यसपछि तपाईँको नमुना प्रश्नोत्तर होइन सबै हामी सोध्छौँ। क्लियर? ल ल हुन्छ। ल, किनकि यो 3 4 दिनमा तपाईँहरूलाई जति कुरा तपाईँहरूले अब पढ्नु भएछ नि धेरै दिनदेखि होइन, पढेर थन्क्याउनु भएछ, त्यति ध्यान दिनु भएछ नि, त्यो कुरालाई हामी के गर्नु भने ताजा गर्ने हो कि फ्रेस गर्ने हो 3 दिनमा। क्लियर? किनकि अनि एउटा कुरा किनकि हामी सबैजनाले टर्मिनोलोजीहरू ध्यान दिएर पढ्नु होला कि, टर्मिनोलोजीहरू बढी बढी सोध्ने गर्छ के। यो जति डिफिनिसनहरू हुन्छ नि टर्मिनोलोजीहरू, यतातिर अलि नि ध्यान दिनु होला क्या। किनकि हामीलाई थाहै छ हामी यति कुराहरू पढेर होइन लिखितहरू एक्जाम दिएछ, सबै कुरा हामीलाई त आउँदैन, सबै कुरा जो कोहीलाई पनि मलाई पनि आउँदैन होइन, सबै कुरा सबैलाई आउँदैन होइन। त्यो हामीले के गर्नु पर्यो, रिभाइज गर्नु पर्यो, पढ्नु पर्यो। ल आजलाई हुन्छ, हस् धन्यवाद तपाईँहरूलाई, नमस्कार। आजलाई हामी यति गरौँ होइन, भोलिदेखि फेरि हामी भेट्नेछौँ है। क्लियर? ग्रुपमा नोटिस जानेछ कुन कुन अनि भोलिको टपिक हुनेछ, त्यसको लागि ग्रुप कृपया हेरिदिनु होला, अनुरोध छ अनि हाम्रो ग्रुपमा मेडिकल हेल्थ एक्टिभ नै टिमबाट है। बस्नु होला कि, केही समस्याहरू छ केही प्रब्लमहरू छ भने त्यहाँ राख्नु होला, यो ग्रुपमा एक्टिभ बस्नु होला। हुन्छ नि मात्र लिङ्क गयो लिङ्कमा जोइन भयो त्यसो काम नगर्नु होला के। तपाईँहरू गए हामी नि त्यहीँबाट आएको हो के, कसरी पढ्नुपर्छ हामीले हेर्नु, यो बेलामा हामीले खोजेर पढ्नुपर्छ के।
हुन्छ नि उसले के दिन सक्छ, उसँग के ज्ञान लिन सक्छु, ऊ सरसँग म के सोध्न सक्छु, अहिले हो यो 10 दिनमा हो के। यति बेला हामीले यो सोच्नु हुँदैन कि के भन्छ सोधेर छोटो मान्छे भइहाल्छु या ठुलो मान्छे भइहाल्छु, सबै त्यहीँबाट आएको हो तपाईँहरू के। त भाग्यमानी हुनुहुन्छ कि फ्रीमा अन्तर्वार्ता क्लास गर्ने अवसर पाउनुभयो हामीबाट। किनकि कुनै जमाना थियो होइन, कुनै बेला मैले नै 5,000 तिरेर अन्तर्वार्ता क्लास गरेको छु। बुझ्नुभयो नि साथीहरू। ल हुन्छ, ल आजलाई हामी यति गरौँ। धन्यवाद अब सबैजना साथीहरूलाई। अब हाम्रो जुम पनि इन्ड हुन्छ, मिटिङ इन्ड हुन्छ। भोलि हामी फेरि भेटौँला है। ल हस्। पढ्दै गर्नु होला है साथीहरू।